Hello, welcome back again my YouTube channel. मेरो मिनी ब्लगमा यहाँहरुलाई सम्पूर्ण स्वागत गर्न चाहन्छु। यतिखेर देखिने गरेको दृश्य हो चुली पोखरी। फाइनली गाइस म आज चुली पोखरी आएको छु है। यस्तै छ है आजको प्रस्तुति चण्डी नाचको। यहाँ हो यो चुली पोखरी मिरलाजुङ वडा नम्बर 2 मा अवस्थित यो चुली पोखरीमा विशेष आज हाम्रो चण्डी नाचको कार्यक्रमहरु चाहिँ विभिन्न ठाउँबाट आएर सहभागी हुने गर्न सहित क्यारन बाजी चलिरहेको छ क्या। यस्तो रहेछ म योभन्दा अगाडि आएको थिएन जस वरिपरि होइन वन जङ्गलहरू छ होइन गाइस। वरिपरि वन जङ्गलको बिचमा पोखरी रहेछ यहाँ प्रत्येक सानोवटा पोखरी रहेछ जङ्गल त्यस्तो रहेछ बिचमा होइन। यसो पोखरी चाहिँ रक्कड छ त्यो भएर यतिकै चाहिँ दिनुपर्ने हुन्छ क्या। यहाँ हाम्रो चप अब नास्ता खानु हामी रेडी भयौँ है। चप हानु चप रेस्टुरेन्ट हान्ने अब है। हाम्रो बजार यस्तै छ है आजको यो ठाउँको। आलु चप कस्तो छ हौ यो? अलि रातो भएछ है बहिनी, यो रातो बढी भएछ। रातो बढी भएछ नि त रातो। त्यसमा फेरि अब हाम्रो चण्डी नाच पनि स्टार्ट हुन्छ गाइस। तपाईँहरूलाई म देखाइरहेको छु। मेरो भाइ बहिनी हुन्छ। हेलो बहिनी। यता मेरो भाइ बुहारी। यो भ्लग मेरो आउँछ, भाइको भ्लग पनि आउँछ है फेरि हेर्नुलाई गाइस। भाइको भ्लग पनि मन्जिल के पो छ? मन्जिल श्रेष्ठ छ है मेरो भाइको भ्लग भर्खर अब स्टार्ट भएको छ। राम्रो छ अहिले त भेटिँदैन मेरो। किन हरा होइन भ्युज न सब्स्क्राइबर नभएर बिस्तारै भेटिहाल्नु खोजेर भेट्ने हो त। मान्छे पक्रिँदै मोबाइल खोसाउँदै गराउने हो नि त ट्राई गर्दा। चटपटे आयो फाइनली। तपाईँले आफै बनाउनु भएको हो? ए यदि तपाईँहरू पनि यहाँ आएर तुङबा होइन अब एक्सट्रिम चिसोहरू तातो चिसो यसो चटपटे खाएर यहाँको हाम्रो यो ठाउँमा फोटोसोटो खिचेर टक्क होइन पोखरी सोखरीमा आएर अवलोकन गर्न चाहनुहुन्छ भने आउनु छ। जुन चाहिँ मिरलाजुङ वडा नम्बर 2 मा छ। थोरै बाटो चाहिँ अफ रोड छ होइन, तर बाटो अफ रोड अनुसारको ठाउँ राम्रो छ गाइस। त्यो चाहिँ मेरो बहिनी आज नाच्नुपर्ने हो। हाई भनिदिनुहोस् न त अनि। तपाईँहरू दुईजनालाई आज म भिडियो बनाउँछु ल तपाईँहरूको ल नाचेको ल। राम्रो नाच्नुहोस् है। पछाडिबाट भिडियो गरिरहेको छ भन्ने सोचेर नाच्नुहोस् है ल। ल मेरो पनि ल ल चण्डी नाच पनि आइसकेको छ गाइस। तपाईँहरूलाई म देखाइरहेको छु प्रत्यक्ष रूपमा। अहिले हामी चाहिँ नास्ता खाइरहेको छौँ। आज एउटा कुरो साथी हो, मेरो चस्मा यत्रो यो चेन्जेबल चस्मा थियो होइन गाइस। यो आज स्टुडियो हाम्रो त अध्यक्ष ज्यूको ठाउँमा आएर मैले चस्मा एउटा चुड्यो। अध्यक्ष ज्यूले चस्मा किनिदिन्छु भन्नुभएको छ। अब हेरौँ तल गएर राम्रो खालको यो चेन्जेबल चस्मा थियो गाइस। यसलाई मैले अब फाल्नुपर्ने भयो यार। ल ल ल मेरो भाइले अन्डा खान्छ। जस्ट डाइटिङ अलिक एक्साइटिङ भइरहेको छ नि त त्यही भएर पनि। अध्यक्षज्यू के छ? अध्यक्षज्यू अलिक लजालु हुनुहुन्छ कि शर्माउनुहुन्छ होइन। अध्यक्षज्यूले भरे भाले पनि काटेर खुवाउने भन्दैछ। नखाउँ होला हाम्रो अध्यक्षज्यू। हामीलाई यति राम्रो कुरा आयो त होइन। नखाउँ होला आज त भोलितिरबाट खानुपर्छ। आजको मौसम पनि एकदम राम्रो छ हेर्नु गाई। घामसाम पनि केही लागेको छैन है। बहिनी ननाच्ने तपाईँ ऊ त आज चण्डी ननाच्ने। म तपाईँलाई भिडियो बनाउँदैछु नि फेरि नाच्नुपर्छ नि ल। आज नास्ता खाइसक्यो गाइस। अब चण्डी नाच अब स्टार्ट हुन आँटिसकेको छ। हामी चण्डी नाचमा छौँ ल गाइस। चण्डी नाचको दृश्य तपाईँलाई स्टार्ट भयो साथीहरू।
यो हाम्रो उभौली पर्व भन्छ चण्डीनाथ। तपाईँलाई म प्रशस्त रूपमा देखाइरहेको छु गाइस है। यस बहुत रमाइलो छ, मौसम क्लाउडले पनि एकदम साथ दिइरहेको छ। यो चुली पोखरी है, तपाईँलाई देखाइरहेको छु चुली पोखरी यहाँ छ गाइस। मलाई आउँदै आउँदैन चण्डीनाथको होइन, चण्डीनाथमा आउने थियो भने पहिला सिक्ने पनि त्यो भएर पनि चण्डीनाथको बारेमा त्यति साह्रो आउँदैन छ गाइस। तपाईँ पनि यदि कहीँ हुनुहुन्छ भने आउनुहोस् है त। आज र भोलि छ यो हाम्रो निक्लासवटा नम्बर 3 मा एउटा चुली पोखरी। बाटो थोरै अफरोड छ होइन, तर बाटो थोरै अफरोड भए पनि आएर एकदम पिसफुल शान्तमय भएको बाटो पिसफुल मौसम छ है गाइस। वरिपरि हेर्नुहोस् त, वरिपरि जङ्गलले